with Subhas Agam. नमस्कार आदरणीय दर्शकवृन्द, स्वधर्म टिभीको यो विशेष प्रस्तुतिमा स्वागत गर्दछु। दमोलीमा आउँदा सकेसम्म म यहाँका विद्वानहरूलाई भेटेर उहाँहरूसँगबाट ज्ञानका केही अमृतहरू लिने प्रयत्न गर्छु। आज फेरि काशीनाथ न्युपाने गुरुदेवसँग भेट भएको छ, जो वेदका अध्येता हुनुहुन्छ। आउनुहोस्, मलाई कार्यक्रममा स्वागत गरौँ। गुरुदेव, कार्यक्रममा स्वागत छ। नमस्कार। हजुरले चाहिँ परार साल वेदव्यासको बारेमा केही बताइदिनु भएको थियो। हजुरको अध्ययन, हजुरको जीवन पर्यन्त त्यो अध्ययन चलिरहेको छ, त्यसर्थ हरेक समयमा भेट्दाखेरि केही नयाँ नयाँ भेट भइरहेको हुन्छ, केही नयाँ नयाँ खोज गरेर हजुरले केही न केही पत्ता लगाइरहनु भएको हुन्छ। धेरैजनालाई थाहा छैन कि वेदव्यास जो श्रीमद् भागवत, महापुराण लगायत सम्पूर्ण पुराणहरूका रचयिता र विशेष गरेर चाहिँ वेदका जसलाई वेदहरूलाई व्यास गर्नुभयो, ती वेदव्यास नेपालमै हुनुहुन्थ्यो र यही दमोलीमा नै उहाँको जन्म भएको थियो भन्ने कुरा धेरैलाई थाहा छैन। यो विषयमा हामीले धेरै भन्छौँ। लुम्बिनीमा बुद्ध जन्मेको कुराहरू गर्छौँ, माता सीताको जन्मको कुरा गर्छौँ। वेदव्यास पनि यही जन्मेको कुरा कतिलाई थाहा छैन, कतिले चाहिँ यो आधार हो के हो भन्ने कुराहरू छ। भारतमा पनि फेरि वेदव्यास जन्मेका कुराहरू पनि आउने रहेछन्। तसर्थ पुनः एकपल्ट फेरि त्यो प्रश्न सोध्न चाहन्छु, यो अध्ययनको चाहिँ कौतूहलता कसरी तपाईँलाई जागृत भयो र वेदव्यास नेपालमा र यही क्षेत्रमा जन्मिएको भन्ने आधारहरू के हुन्, एकचोटि फेरि बताइदिनु पर्यो। अब जीवनमा चाहिँ के हुँदो रहेछ भने, समाजमा रहेपछि चाहिँ सामाजिक काम केही न केही कुनै न कुनै तरिकाले गर्नुपर्छ भन्ने प्रेरणा भित्रबाट आइरहँदो रहेछ। अब त्यही सामाजिक काम गर्नको लागि कसैले सामाजिक सङ्घ संस्थाबाट समाजको सेवा गर्छन्, कसैले राजनीतिक क्षेत्रबाट समाजको सेवा गर्नको लागि अग्रसर हुन्छन्। अब त्यो गर्नु कर्तव्य हो मान्छेको भन्ने मलाई पनि लागेर त्यस विषयमा मैले वेदव्यासको यो अवतारको भूमि हो भन्ने कुरा चाहिँ पहिलो बाणी योगी नरनाथको मुखबाट सुनेको हो। त्यस पछाडि वेदव्यासको अवतरण भूमि यो हो भन्ने कुरा चाहिँ शास्त्रीय प्रमाणहरू के छन् त, त्यस विषयमा अब यही बाटो लिनु पर्यो। अब एउटा समाज सेवाको लागि गर्ने मध्ये म यो बाटोतिर लाग्नु ठिक हुन्छ कि जस्तो मैले आफूलाई ठाने र यसमा लागेँ। यो 41 सालतिरको कुरा हो। त्यस पछाडि शास्त्रमा हेर्दै जाँदाखेरिमा विभिन्न पुराणहरूको अध्ययन, विद्वानहरूले लेखेका पुस्तकहरूको अध्ययन, सबैतिर हेर्दै जाँदाखेरिमा स्कन्द पुराणको हिमवत खण्डको गण्डकी महात्म्यको परिशिष्ट भागमा अध्याय 5 श्लोक 54, 55, 56 मा चाहिँ एउटा ज्वलन्त प्रमाण देखेपछि अवश्य पनि कृष्णद्वैपायन भगवान् वेदव्यास 28औं अवतार यही भूमिमा भएको रहेछ भन्ने कुराको चाहिँ मलाई पूर्ण विश्वास भयो। त्यो श्लोक के थियो भने, पारकोटिन्य तीर्थं च वर्तते पुण्यदायकं माद्रिका शुक्ल गण्डक्यो सङ्गमे शङ्कराभिधं तपश्चकार तत्रैव पराशर महामुनि पराशर गुहा तत्र तपसिद्धि प्रदायिनी यज्ञे मत्स्योदरी पुत्रस्तत्र दीपे पराशरा पुराण संहिताकर्ता वेदशास्त्र प्रवर्तक। यो 3टा श्लोक देखेपछि चाहिँ अवश्य पनि 28औं अवतार भगवान् वेदव्यास यही भारत भन्ने कुरा पनि मलाई लाग्यो। पारकोट क्षेत्रमा पुण्यदायक यो तीर्थमा माद्री भनेको मादी र शुक्ला भनेको सेतीको सङ्गममा, बेनीमा पराशर महामुनिले जो यो प्राचीन कालमा यहाँ आएर तपस्या गर्नुभयो, उहाँबाट नै पराशर मुनि र सत्यवती मार्फत यज्ञे मत्स्योदरी पुत्रस, मत्स्योदरी भनेको चाहिँ माछाबाट जन्मेकी सत्यवती, सत्यवती र पराशरको
बाट वेदशास्त्रका प्रवर्तक प्रकट हुनुभयो यो श्लोकले भनेको। त्यो वेदशास्त्रको प्रवर्तक वेदव्यासले गर्नुहुन्छ, त्यो सर्वत्र लेखेको छ। त्यसकारण 28औं अवतार व्यासको चाहिँ यही भूमि रहेछ भन्ने कुराको चाहिँ त्यो श्लोकले सिद्ध गर्यो र अवश्य भएर छ। अब अरू अन्त कहाँ छ त, के छ त? यो त भयो शास्त्रले भनेको कुरा, सैद्धान्तिक कुरा। अब प्रामाणिक स्थलगत प्रमाणहरू के सन्दर्भ सामग्री मिल्छ त यहाँ भनेर हेर्दा, जहाँ प्राचीन कालदेखि वेद व्यास गुफा भनेर भनिन्छ, प्राचीन कालदेखि पराशर आश्रम भनिन्छ। त्यसका अतिरिक्त वेदव्यास जन्मनुभन्दा पहिले पराशर र सत्यवतीको भेट हुनुको प्रसङ्ग महाभारत आदिमा लेखिएको छ। देवी भागवतमा पनि लेखिएको छ र महाभारतमा पनि छ यो कुराहरू कि पराशर ऋषि घुम्दै फिर्दै माधी र सेतीको सङ्गममा आइपुग्नुभयो। यो महाभारतमा छ यो कथा। त्यति बेला नदी तर्ने पार गर्ने सिलसिलामा पराशर ऋषि नदीको किनारमा आउँदा एकजना युवती नदीमा डुङ्गामा बसिरहेको देखेपछि डुङ्गा तार्देऊ भन्न जानुभयो र युवतीले डुङ्गा तार्ने सिलसिलामा युवतीको हाउभाउ, युवतीको शरीर रूप रङ्ग देख्दा यिनी चाहिँ माझीको पुत्री त होइनन् जस्तो चाहिँ पराशर ऋषिलाई लागेर कौतूहलपूर्वक उहाँले उनको परिचय सबै माग्नुभयो। माग्दा उनले पहिला त परिचय दिने इन्कार गरिन्, तर पछि धेरै आग्रह गरेपछि उनले आफ्नो परिचय दिइन्। म चाहिँ दासराज नामरेका माझीको धर्मपुत्री हुँ। तिमी धर्मपुत्री हौ भने तिम्रो औरस पिता को हो भनेर चाहिँ प्रश्न भयो। त्यहाँ भएपछि अनि उनले चाहिँ मेरा औरस पिता चाहिँ चेदी देशका राजा उपरिचर बसु हुन्, उनको म औरस पुत्री हुँ। चेदी देश ए हजुर भनिन् उनले। र उनबाट नै मेरो जन्म भएको भन्दा दासराज माझी कहाँ कसरी आएर धर्मपुत्री भयो, राजपुत्री माझी पुत्री कसरी भयो, यो कुराको प्रसङ्ग त्यहाँ आएपछि उनले आफ्नो विवरण कि मेरा पिता हजुर चेदी देशका राजा उपरिचर बसु ले एक दिन सपनामा आफ्ना स्वर्गीय पिताले मेरो निम्ति केही एउटा यज्ञ लगाइदेऊ, कर्म गरिदेऊ भन्ने स्वप्नमा आदेश भयो। त्यस पछाडि राजा उपरिचर बसु पितृयज्ञको लागि त्यति बेला मांस बलि दिने चलन थियो। मांस पिण्डद्वारा पितृको कर्म गरिन्थ्यो। त्यसकारण पवित्र पशुको मांसले चाहिँ पितृयज्ञ गर्ने चाहिँ उहाँले चाहिँ विचार गर्नुभयो। अनि पवित्र पशुको वध गर्नको लागि उहाँ चाहिँ जङ्गल जाने तयारी गर्नुभयो। पवित्र पशु भनेर जङ्गलमा बसेका हरिणहरू, मृगहरूलाई मानिन्थ्यो। त्यति बेला महारानी, उहाँकी धर्मपत्नी महारानी गिरिका थियो। गिरिकाले महाराज मैले यसै समयमा विद्वानहरूबाट यदि गर्भधारण भयो भने असल पुत्र रत्न प्राप्त हुन्छ भन्ने कुरा सुनेकी छु। समय यही हो। त्यसकारण अब जङ्गलमा गएपछि कति दिन आउनुहुन्न, समय बित्यो भने शुभ मुहुर्त गएपछि त्यो मौका गुम्न सक्छ। त्यसकारण आज नजानुहोस् भनेर गिरिका रानी महारानीले भनेपछि राजाले त्यसो होइन महारानी, यहाँको समय फेरि पनि आउन सक्छ, म चाहिँ पिताको आज्ञालाई उल्लङ्घन गरेर बस्न मिल्दैन, म जान्छु भनेर उनी गए। जङ्गलमा गएपछि जङ्गलको वातावरण शान्त वातावरण, साना साना खोलाहरूबाट बगेको पानीको कलरब, पन्छीहरूको चाहिँ कलरब सारा कलकल सुनेपछि उनमा एक किसिमको मादकता पैदा भयो, उद्दीपन भाव आयो। ओहो, मैले चाहिँ आज महारानीको इच्छा विपरीत आएँ।
नजाने जीवनभरि त्यो अवसर नआउन सक्छ। पितृ यज्ञको लागि त आज नआएर भोलि आयो भने हुन्थ्यो नि भन्ने चाहिँ मनमा त्यो आएपछि त्यो कामोद्दीप भावले राजालाई चाहिँ व्यथित बनाएपछि उहाँले चाहिँ यो शुभ मुहुर्त यो घडी टार्न पनि भएन र पितृ आज्ञालाई उल्लङ्घन गर्न पनि भएन भनेर उहाँले आफ्नो त्यो शक्ति तेज वीर्य तेजलाई पातमा पोको पारेर अब त्यति बेला पशु पन्छीहरूसँग पनि वार्तालाप गर्न सक्ने क्षमता हुन्थ्यो। राजाले चाहिँ बाज पन्छीलाई बोलाएर तिमीले यो मेरो चाहिँ यो कोसेली भनौँ यो एउटा चाहिँ नासो मेरी महारानी गिरिकालाई लगेर देऊ भनेर पठाउनु भयो। पठाएपछि त्यो बाज पन्छीले त्यो पातको पोको लिएर आकाशमा उड्यो। उडेपछि अर्को पन्छीले चाहिँ यसले के ल्यायो खानेकुरा भनेर झम्ट्यो अर्को बाजले झम्ट्यो। दुइटैको आकाशमा चाहिँ युद्ध भयो। चुच्चाले चाहिँ युद्ध गर्दाखेरि त्यो चाहिँ पोको खस्यो नदीमा खस्यो। नदीमा बग्दै गयो र माछाले त्यो खाएपछि त्यो माछी चाहिँ गर्भवती भए गर्भवती भएर अनि त्यस पछाडि चाहिँ त्यही किनारमा डुङ्गा चलाएर अब माछा मारेर जीविका गर्दै आएका माझी मध्ये दासराज नामरेका माझीले जालमा हान्दाखेरिमा त्यो माछी जालमा परी र जब माछी लिएर आएर चाहिँ घरमा लिएर आएर चिरेर हेर्दाखेरिमा त पेटमा शिशु जुम्ल्या शिशु एउटा कुमार एउटा कुमारीको जन्म माछाको पेटबाट भयो। भएपछि आश्चर्यजनक कुरा भयो माछाबाट मान्छेको जन्म भयो भनेर ती दासराज माझीले चाहिँ राजा कहाँ चाहिँ जाहेर गर्न गए त्यो लिएर यस्तो भयो महाराज भनेर गएपछि अनि त्यसपछि राजाले चाहिँ ओहो भगवान्ले पठाइदिएको हो यो भनेर अनि कुमार पुत्रलाई म राख्छु कुमारी चाहिँ तिमीले पाला भनेर चाहिँ राजाले दिनुभयो। दिएपछि कुमार चाहिँ राजा कहाँ दरबारमा बसे वा राजपुत्र भएर मलाई चाहिँ माझीले चाहिँ लिएर पाले र म उहाँको धर्मपुत्री भएँ। त्यसरी चाहिँ म यहाँ चाहिँ पालन पोषण उहाँकै पालन पोषणमा हुर्केकी छु भनेर उनले आफ्नो परिचय दिएपछि अब यिनी चाहिँ राजपुत्री रहेछन्। अब हुनसक्छ भगवान्को प्रेरणा हो भगवान् व्यासको अवतार हुने समय आएको थियो। भगवत प्रेरणाले गर्दा पराशर ऋषिमा एक किसिमको कामोद्दीप भाव प्रकट भयो उनको शरीर रूप लावण्य देखेर। त्यस पछाडि उहाँले आफ्नो भावना व्यक्त गरेपछि उनले त्यो कुरालाई तिरस्कार गरिन्। तपाईँ ऋषि भएर यस्तो व्यभिचार बुद्धि कसरी आयो यस्तो नगर्नुहोस् हामी पिताको अधीनमा छौँ हाम्रो पिताको आज्ञादेखि उल्लङ्घन गरेर हामी केही गर्दैनौँ यस्तै कुराहरू उनले भनिन्। अनि पराशर ऋषिले सम्झाउनु भयो ए सुन्दरी यो एउटा भगवत प्रेरणा हो यो कुनै अवसर हो भगवान्को अवतार हुँदैछ यहाँ त्यसैले तिमीले भोलि यो अवसर गुम्यो भने तँ महान कुराको चाहिँ तिमी चाहिँ बाट वञ्चित हुन्छौ महान पुत्रकी माता बन्ने अवसरबाट तिमी वञ्चित हुन्छौ त्यस कारण यसलाई तिमीले इन्कार नगर भनेर पराशर ऋषिले धेरै सम्झाएपछि अब उनले चाहिँ अलिकति सङ्कोच मानिन् र त्यसो हो भने चारैतिर वारिपारि मान्छे हिँडिराखेका छन् दिउँसो छ मलाई लाज लज्जा हुन्छ मलाई भनेर उनले भनेपछि त्यसको लागि म चाहिँ व्यवस्था गर्छु भनेर पराशर ऋषिले आफ्नो तपोबलद्वारा कुहिरोको सृष्टि गर्नुभयो। यो महाभारतमा देखाएको छ। निहारम असृजत प्रभु त्यहाँ देखाएको छ। निहार भनेको कुहिरो सृष्टि गरिदिनु भयो र चारैतिर ड्याममा कुहिरो लगाइदिनु भयो। त्यस पछाडि सत्यवती र पराशर ऋषिको चाहिँ सम्बन्ध भएर त्यहाँबाट तत्काल नै चाहिँ वेदव्यास प्रकट हुनुभयो र प्रकट हुनासाथ उहाँ चाहिँ तपस्या गर्नुको लागि हिँड्नुभयो र माता सत्यवतीले केही सेवा गर्नु छ कि माता भन्दा मलाई अरू होइन मेरी आमाको स्मारक बनाइदेऊ दुःख परेको बेलामा मैले सम्झिँदा आऊ अहिले मलाई केही गर्नु परेको छैन भनेर चाहिँ भन्नुभयो। भनेपछि हस् भनेर अनि
व्यासले चाहिँ आफ्नी हजुरआमा अब सत्यवतीको इच्छा अनुसार चाहिँ मेरी आमाको स्मारक बनाइदेऊ, दुःख परेको बेलामा आऊ, मेरी आमा त माछी हो, उहाँको त अस्तित्व छैन, त्यसैले मेरो आमाको स्मारक केही बनाइदेऊ र मलाई दुःख परेको बेला सम्झ्या बेला तिमी आऊ, यति माग राख्नुभयो। हस् भनेर वेदव्यासले जलदेवीको आराधना गर्नुभयो। जलदेवीको आराधना गरेपछि प्रकट भएपछि किन आराधना गर्नुभयो भन्दा मेरी हजुरआमा मत्स्याको स्मारक भएर हजुर बसिदिनुहोस् भनेपछि ठिक छ, म तिमीले हजुरआमा मत्स्याको स्मारक भएर म बस्छु, मलाई स्थापना गर भनेर चाहिँ जलदेवीले भन्नुभएपछि अनि भगवान् वेदव्यासले चाहिँ तत्क्षेत्रात् पूर्व भागे च कुण्ड मत्स्योदरी कृतम भनेर त्यही लेखेको छ स्कन्द पुराणमा। त्यो क्षेत्र जहाँ वेदव्यास आफू जन्मनु भयो त्यो क्षेत्रबाट पूर्व भागमा मत्स्योदरी कुण्ड बनाउनु भयो र मत्स्या देवीलाई त्यहाँ स्थापना गर्नुभयो र त्यहाँ माछीको पूजा गर्ने चलन चलाइदिनु भयो र त्यहाँ देवी जलदेवी नै माछीको रूपमा त्यहाँ बस्नुभयो। मत्स्योदरीको चाहिँ त्यो मत्स्याको स्मारक भएर यो प्रचलन चलेर जुन यहाँबाट ठिक पूर्वपट्टि चाहिँ माछी देवी जुन छाब्जी बाराही भन्छौँ माछीको पूजा गर्ने प्रचलन वेदव्यासले चाहिँ प्रतिस्थापन गर्नुभएको आफ्नै हजुरआमाको स्मारक हो भन्ने कुरा चाहिँ त्यहाँ बुझिन्छ। अब यो क्षेत्रदेखि ठिक पूर्वपट्टि छ त्यो, त्यहाँ लेखा छ तत्क्षेत्रात् पूर्व भाग, त्यो क्षेत्रदेखि पूर्वपट्टि भन्ने छ त्यहाँ ठिक पूर्वपट्टि त्यो छ। अर्को प्रमाण थलगत प्रमाण भयो। अब चेदी देश कुन हो त भन्दा चेदीबाट चुदी भएको भन्ने हाम्रो चाहिँ यो हाम्रो भनाइ हो। शब्दहरू भाषाशास्त्रीहरूले शब्द परिवर्तन हुँदा कहिले आदिलोप, कहिले मध्यलोप, कहिले अन्त्यलोप भएर भाषा परिवर्तन हुन्छ, जनजीवहरूले परिवर्तन गर्दै लान्छ भन्ने भाषाशास्त्रीहरूको नियम छ। त्यसकारण चाहिँ छाग बलि देवीलाई चाहिँ अब छाग भनेको बोका पाठालाई छाग भन्छ, त्यसको बलि दिने परम्परा यसको चाहिँ फेरि भिन्नै किसिमको कहानी छ। त्यो परम्परा अन्तर्गत छाग बलि दिने भएको हुनाले छाग बलि भन्दा भन्दै छाब्दी भएको बाराही देवी भनेको भगवान्को शक्ति स्वरूपा देवीलाई बाराही नाम दिएर चाहिँ अनि उनै जलदेवीलाई चाहिँ त्यहाँ मत्स्य स्मारक कुण्डको रूपमा चाहिँ स्थापना गर्नुभएको हो। छाग बलिबाट छाब्दी भएको हो भन्ने यो हाम्रो भनाइ हो भाषाशास्त्रीको नियमअनुसार। यसरी चेदी देशको चुदी भन्ने पनि यहीँ नगिजै छ, जहाँ चाहिँ भानुभक्तको जन्म आदिकवि भानुभक्तको अहिले पनि चुदी भनिन्छ। चुदी भनिन्छ। त्यो चाहिँ चेदी देशका राजाको चाहिँ राज्य हो भन्ने चाहिँ त्यति बेला राजाहरूको चाहिँ शासन भएको पनि त्यहाँ छ। त्यस कारण चाहिँ त्यो हो भन्ने कुरा हाम्रो चाहिँ भनाइ हो। यस्तै अर्को प्रमाण के छ त भन्दा त्यहाँ पाराकोटिन्य तीर्थन्छ वर्तते पुण्यदायक भनेको छ नि, अघि हामीले भन्यो। पाराकोट क्षेत्र भनेको के हो भन्दा पार नामरेका राजाले राज्य गरेको क्षेत्र, त्यही हिमवत खण्डमा छ। यो श्लोकै छ त्यहाँ। हजुर, पार नामरेका राजाले राज्य गरेको क्षेत्र कति गर्थे त भन्दा पार क्षेत्र भनेको कुन कुन हो भन्दा पूर्वपट्टि त्रिशुली, पश्चिम कालीगण्डकीको बिचको भूभाग चाहिँ पार राजाको क्षेत्र हो। यो माथि चाहिँ मुक्ति क्षेत्र मुक्तिनाथसम्म पुग्दछ क्या। किन कृष्ण गण्डकी काली गण्डकी चाहिँ दामोदर कुण्डबाट आइन्। अब त्यहाँदेखिको यो यसरी चाहिँ त्रिशुलीको चाहिँ जुन गोसाई कुण्डदेखि यताको भाग र यसरी मुक्ति क्षेत्र समेत र यतातिर तल गएपछि देवघाट, यो क्षेत्र पार राजाको क्षेत्र रहेछ भन्ने कुरा बुझिन्छ त्यो हेरेपछि। त्यसकारण त्यो पार राजाको राजधानीलाई प्राचीन कालमा चाहिँ राजाको राजधानीलाई कोट भनिन्थ्यो। त्यसैले पार राजाको राजधानी भएको हुनाले पाराकोट भनियो। त्यो पाराकोट अवभ्रंश भएर भाषाको नियमअनुसार चाहिँ अवभ्रंश भएर अहिले पुरकोट भएको हो भन्ने हाम्रो भनाइ हो। पुरकोट पनि यही नगिचै छ। त्यसैले चाहिँ पुरकोट यही नगिचै हुनु, चेदी देश भनेको चुदी यही हुनु। अनि अर्को छ पराशर ऋषिले आफूले त्यहाँ व्यासको जन्म भएपछि पराशर ऋषिले यहाँ विभिन्न ठाउँमा गएर तपस्या गर्ने आश्रम बनाउने गर्नुभएको प्रसङ्गहरू पाइन्छ। जस्तो म जहाँबाट आउँछु हामी बसेको जिल्लालाई नवलपरासी भनिन्छ। त्यो परासी पनि पराशरबाटै भएको हो भन्ने चाहिँ धेरै विद्वानहरूको भनाइ छ। हो, त्यहाँ त्यस्तो केही पराशरको कुनै केन्द्र कुनै चाहिँ त्यस्तो केही गरेको भन्ने हिस्ट्री केही त्यस्तो मैले केही पनि पाउन सकिनँ। मैले व्यास पराशर किताब निकाल्दा पराशर ऋषिको नवलपरासी उता परासी भनिन्छ, परासी नै बजारै छ होइन। त्यो छ, यो त नवलपरासी छ।
त्यहाँ केही इतिहास छ कि भनेर मैले त्यहाँ त्यो क्षेत्रका तत्सम्बन्धी विद्वानहरूसँग मैले सम्पर्क गरेर खोजी गरेको थिएँ, तर उहाँहरूले त्यसको खास चाहिँ केही दिन सक्नु भएन। नसकेपछि अब पराशर ऋषिले सायद त्यहाँ पनि गएर केही गतिविधि गर्नुभयो, त्यो नामबाट रह्यो भन्ने चाहिँ अनुमान गर्न सकिन्छ। त्यसैले पराशर ऋषिले यहाँ माथितिर गएर पनि तपस्या गरेको हुनाले पराशर घाट भनेर भनिन्थ्यो, अहिले चाहिँ पाथर घाट भनिन्छ। पाथर घाट भएको हो भन्ने चाहिँ यो हाम्रो भनाइ हो। यस्तै यतातिर छ यो यहाँ यो बारबिसे भन्ने ठाउँ छ, यही व्यास वडा नम्बर 6मै बारबिसे भन्ने त्यहाँ चाहिँ एउटा गुफा छ। त्यो गुफालाई पारे गुफा भन्दो रहेछन् क्या, पहिलादेखि पारे गुफा भन्दो रहेछन्। गुफा त अहिले देखे मान्छेहरूले, र त्यो गुफा देखेपछि यस्तो गुफा चाहिँ यहाँ भन्यो। अनि म यहाँ थिएँ, गुफाको यो व्यासको बारेमा पराशरको बारेमा लेख्ने गर्ने भएर मलाई बोलाउन आएँ, यहाँ यस्तो गुफा छ हेरेर आउनुहोस् भनेर बोलाउनु। म गएर हेरेँ, गुफा अनौठै खालको छ। भित्र गएपछि एउटा विचित्र चाहिँ सुनसान हुन्छ, कहाँ आएँ जस्तो छ क्या त्यहाँ, त्यस्तो गुफा छ त्यहाँ। यो गुफालाई के भन्थे भन्दा पारे गुफा भन्थे भनेर। अनि पारे गुफा भनेपछि मैले यसो अड्कल गरेँ। पारे भनेपछि पराशरे भन्दै आएको त मुखले त बिगार्दै भन्छ, पराशरे गुफा हो यो भन्दा भन्दै पारे पराशरेबाटै पारे भयो भन्ने लाग्यो। पहिला पराशर गुफा थियो, हुँदा हुँदै पराशरे गुफा भयो, हुँदा हुँदै पारे भयो, जीवराले त बिगार्दै ल्याउँछ भन्ने कुरा हुनसक्छ भनेर अनि त्यसलाई चाहिँ नामकरण गर्नु पर्यो भनेर पराशर तपस्या गुफा भनेर नाम राख्नुहोस् भनेर भनियो। त्यही किसिमको त्यहाँ चाहिँ राखेका छन्, त्यो गुफा त्यहाँ छ। यसरी यहाँ वरिपरि सन्दर्भ सामग्रीहरू पनि पाइएछन्, थलगत प्रमाणहरू पनि। अब किंवदन्तीहरू पनि बुढापाकाहरूले यहाँ चाहिँ धेरै त्यति बेला यो 40-41 सालतिरको कुरा हो, 80-85 वर्ष भएका बुढाहरूसित गएर मैले सोद्धाखेरिमा पनि यो आश्रम भन्छन्, पराशर आश्रम भन्छन्, यो व्यास गुफा भन्छन्, कहिले सुन्नुभएको बुवा भनेर मैले त्यति बेला सोद्धा हाम्रा हजुरबाहरूले नै यसै भन्थे बाबु भनेर भने। 80-85 वर्षका बुढाले हाम्रा हजुरबाले पनि यसै भन्नुहुन्थ्यो भनेपछि यो त प्राचीनकालदेखि चल्दै आएको हो। त्यसकारण परम्परागत रूपमा पनि यो प्रमाणित हुन्छ। थलगत प्रमाणहरू र सन्दर्भ मिलाउँदाखेरिमा सामग्रिक रूपमा त्यसले नै प्रमाणित गर्छ। र अनि शास्त्रले पनि पुराणले पनि ठ्याक्कै यहीँ तोकेको छ। त्यसकारण यो अनि शुक्ल यजुर्वेदको अध्याय 15मा एउटा मन्त्र छ, के भनेछ भन्दा उपहरे गिरिनाम सङ्गमे च नदीनाम धिया विप्र अजायत। पहाडहरूको उपत्यकामा नदीको सङ्गममा एकजना विद्वानको जन्म भयो भन्दा को होला त त्यो विद्वान? अर्को हुन सक्दैन, किनभने उता महाभारतले पनि व्यासको चाहिँ अवतार भएको भन्ने, स्कन्द पुराणले प्रष्ट रूपमा देखाउने भनेपछि वेदले भनेको पनि उहाँ नै वेद व्यासलाई नै भनेको हो भन्ने हामीलाई लाग्छ। यी कुराहरूले हेर्दाखेरिमा चाहिँ अवश्य पनि वेद व्यासको चाहिँ प्राकट्य भूमि 28औं अवतार यही नै हो। किनभने अहिले यो के अरे 7औं मनुको पालो छ, अहिले 7औं मनुको पालो छ। यसभन्दा अगाडि 6वटा मनु गइसके। त्यो 7औं मनुको पालोमा चाहिँ कति गर्दा 7औं मनुको 28औं चतुर्युग चलेको छ। एउटा मनुको चाहिँ 71 चतुर्युगसम्म चाहिँ पदावधि हुन्छ भनेर लेखेको छ। 71 चतुर्युग, एक चतुर्युगमा 4 युग हुन्छ, सत्य त्रेता द्वापर कली। यी चारै युगको चाहिँ समय जोड्दाखेरि 43,20,000 वर्ष हुन्छ। यसलाई एक चतुर्युग भन्छ। यस्ता 71 चतुर्युगसम्म चाहिँ एउटा मनुले भोग गर्छन् हैन। 6वटा मनुले 71 चतुर्युग भोग गरेर 7औं मनु वैवस्वत मनुको अहिले चलिरहेको छ। वैवस्वत मनुले 28औं चतुर्युगमा चलिरहेको छ। हरेक 4 युग बितेपछि द्वापर युगको आखिरीतिर व्यासको अवतार हुन्छ, शिव पुराणमा लेखेको छ। भनेपछि हरेक चतुर्युगको चाहिँ अन्तिममा द्वापर युगको अन्तिममा चाहिँ व्यासको अवतार हुन्छ भनेर लेखिने। अहिले 28औं अवतार 28औं चतुर्युग चलिरहने कसको पालाको भन्दा वैवस्वत मनुको पालाको भनेपछि 28औं व्यासको यहाँ अवतार भयो। अब 27औं अवतार अन्त भए। त्यसो भए यहाँ व्यासको भयो भनेर भन्दा होइन, त्यहाँ भन्न कहीँ पनि पर्दैन। किनभने 27 अवतार नेपालकै पनि सुदूरपश्चिममा पनि त्यहाँ पनि केही छ, त्यहाँ भारततिर पनि छन् हैन। 26-27 अवतारसँग त विभिन्न ठाउँमा भए।
त्यो त्यहाँ होइन भन्न पर्दैन। एउटा कुनै कल्पको यहाँ अरू कुनै कल्पको उता 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 कल्पनै भन्ने कल्प होइन यो चाहिँ के हो त भन्दा चतुर्युग भन्नुपर्छ यसलाई। कल्प भनेको त के हो भन्दा ब्रह्माजीको एक दिनलाई एक कल्प भनिन्छ। ब्रह्माजीको एक दिनमा एउटा मनुले 71 चतुर्युग व्यतीत गर्छन्, त्यस्ता मनु 14वटा बितेपछि ब्रह्माजीको एक दिन बित्छ, त्यसलाई कल्प भन्ने हो। हरेक कल्पमा प्रलय हुन्छ। अनि प्रलयपछि त कुनै त्यो हिस्टोरिकल गुफाहरू पनि रहने कुरा केही पनि रहँदैन, त्यसलाई कल्प भन्न मिलेन। कल्प भनेकै ब्रह्माजीको एक दिन हरेकमा चाहिँ डिस्ट्रक्सन हुन्छ पुरै। ब्रह्माजी जब शयन गरेर जानुहुन्छ त्यो स्वर्गलोकसम्म खतम हुने हो, स्वर्गलोकभन्दा माथि कुनै लोक केही जाँदैन, त्यो जताततै रहन्छ भनेको छ। त्यस कारण चाहिँ ब्रह्माजी चाहिँ आफ्नो लोकमा यो धरातल चाहिँ रहँदैन, यो पनि रहँदैन, यहाँ माथिको भूगर्लोक पनि रहँदैन, यहाँ माथिको स्वर्गलोक पनि रहँदैन, यो रहँदैन। त्यस कारण त्यति बेला चाहिँ ब्रह्मलोक, महरलोक, जनलोक, तपलोक, सतलोक यो त रहन्छ। 28औं के को भन्नु पर्यो हामीले युग 28औं अवतार भयो। 28औं हरेक मनुको पालामा कतिवटा चतुर्युग हुन्छन् भन्दा 71 हुन्छन्। हरेक मनुको पालामा 71 पटकसम्म चाहिँ व्यासको अवतार हुन्छ हरेक मनुको पालामा। त्यसमध्ये यो 28औं चतुर्युगको व्यास कृष्णद्वैपायन व्यास हो। अब 29औं व्यास फेरि अर्कै नामले आउनुहुन्छ हरेक 4 युग बितेपछि। यसलाई कल्प भनिँदैन, यो चाहिँ चतुर्युग भने एक चौकडी। 28औं चतुर्युगका वेदव्यास यहाँ जन्मनु भयो। 27औं चतुर्युगसम्मका विभिन्न भूखण्डमा भयो। अनि भारततिर चाहिँ 28औं नै चतुर्युगका वेदव्यास यहाँ जन्मेको भनेर पनि भन्छन् होला नि त उनीहरूले पनि, किनभने मैले पनि यसो सुन्दा उनीहरूले अरू हाम्रै ठाउँमा पनि यतातिर छ भन्ने खालले र यही जुन वेदव्यासको कुरा गरिरहेको छौँ कृष्णद्वैपायन यिनकै कुरा उता पनि गरेको पाइयो। बाइ द वे मैले भन्न खोजेको चाहिँ हजुर ती स्थानहरूमा गएर हेर्नुभयो? मैले यस्तो छ त्यहाँ चाहिँ गएर त्यही स्पटमा गएर हेरेको छैन मैले होइन, त्यसको प्रमाणहरू कहाँ कहाँ छन् भनेर। अब अहिले चाहिँ सोसियल मिडिया दुनियाँ छ नि, त्यहाँ विभिन्न ठाउँमा मैले चाहिँ खोजेँ भनेका छन्। जुन अवस्थितिको कुरा जस्तो यहाँ चाहिँ अब आमाको लागि हजुरआमाको लागि एउटा स्थान बनाइदेऊ भन्दाखेरि यस क्षेत्रको पूर्व भागमा चाहिँ वेदव्यासले बनाइदिनु भयो, जुन अहिले चाहिँ यहाँ हाम्रो छापदीवाराईको रूपमा देख्न सकिन्छ। हो त्यस्तै त्यहाँ पनि छन् कि छैनन् होला, त्यस्तो हेर्न पाएँ। जस्तै मैले चाहिँ भारतका विद्वान एकजना विद्वानले चाहिँ यो कल्याण पत्रिकामा कल्याण पत्रिका गीता प्रेसबाट आउने त्यसमा चाहिँ महर्षि वेदव्यास भन्ने शीर्षकको एउटा लेख लेख्नु भएको थियो। यो 63औं अङ्क हो कि हो चाहिँ मैले अहिले चाहिँ ठ्याक्कै भन्न सक्छु। मैले हेरेँ के लेख्नु भएको छ त उहाँले भन्नुभयो। हेरेँ, हेर्दा दुई नदीको सङ्गममा व्यासको अवतार भयो, 28औं अवतार कृष्णद्वैपायन व्यास प्रकट हुनुभयो, यस्तो भयो यस्तो सबै त्यही उसमै जे लेखेको छ त्यही भनिया छ। तर त्यो भूमि चाहिँ यहाँ हो भनेर त्यहाँ लेख्नु भएन। भारतमा हो पनि लेख्नु भएको छैन, नेपालमा पनि लेख्नु भएको छैन। उहाँले चाहिँ कहीँ पनि भन्नु यस्तो ठाउँमा जन्म भयो मात्रै भनेर त्यो लेख टुङ्गियो। अब त्यो एउटा उहाँले चाहिँ यो ठाउँ हो भनेर भने भए त त्यसको प्रमाण नभए त विद्वानले लेख्दैन नि त होइन। यस्तो यस्तो चाहिँ उसमा जन्म त भयो तर कहाँ हो भन्ने कुरा उहाँले लेख्नु भएन। अब हामीले त देखेका छौँ पुराणमा देखेपछि त यही हो भन्न सकिने भयो। माद्रिका शुक्ल गण्डकी भनेर प्रष्ट रूपमा लेखेको छ। मादी नदी शुक्लको सङ्गम भने भारतमा यी नामका नदीहरू त खै भएको अहिलेसम्म कुनै पनि विद्वानले लेखेका छैन देखेका छैन। अब भन्न त भनेका छन् अब चाहिँ यहाँ हो व्यासको 28औं अवतार भएको भनेर गुफा चाहिँ गरेका छन्। कल्पीग्राम के ग्राममा चाहिँ छ भनेर त्यो भनियो। ठाउँ ठाउँमा चाहिँ गुफाहरू छन्, त्यो छन्। तर 28औं अवतारको चाहिँ यही हो भन्ने हामीलाई प्रामाणिक छ। अरू अवतारहरू भए त्यहाँ विभिन्न भूखण्डमा भयो भन्ने कुरामा हाम्रो कुनै छैन। हुन्छ त विभिन्न ठाउँमा भयो भन्ने कुरा हो। त्यही त यही कुरा हामी पहिला पनि कुरा गरिएको थियो। अब जुन तरिकाले भगवान बुद्धको जन्मस्थानलाई हामीले जुन एउटा रेस्पेक्ट र एउटा लगानी गरिदिएका छौँ, त्यो स्तरको लगानी सरकारी दृष्टि कुनै तरहले त्यस्तो छैन होइन त यहाँ। अब यस्तो छ, यसलाई हामीले चाहिँ अब अलिकति अन्तर्राष्ट्रिय स्तरमा अथवा सर्वत्र चाहिँ अलि व्यापक बनाउनको लागि
भनेर अब चाहिँ यज्ञ पनि लगाइयो। अनि 108 फिटको मूर्ति यहाँ राख्न पायो भने चाहिँ संसार पर्यटकको हिसाबले नि हेर्न भए पनि आउँथे, व्यासको प्रचार हुन्थ्यो भन्ने मनमा उठ्यो र त्यो सङ्कल्प गरियो। गरेपछि त्यसअनुसार चाहिँ बाहिर प्रचार गर्दा गर्दै अहिले चाहिँ त्यो 108 फिटको मूर्ति डिपिआर पनि तयार भयो। अनि त्यही अनुसारको कार्य चाहिँ हुँदैछ। यसमा चाहिँ वेदव्यास ठाडो उभिनु भएको छ। उभिनु त्यो कस्तो पनि त्यो के हो त भन्दा स्वर्गारोहण पर्व महाभारतको स्वर्गारोहण पर्वमा एउटा श्लोक छ, त्यो पढ्दै जाँदा त्यो देखेपछि यो सङ्कल्प गरेको हो। ऊर्ध्वबाहुर्विरौम्येष न च कश्चित् क्षिणोति मे धर्मादर्थ सकामश्च सकिमर्थ न सेव्यते। व्यासले भन्नुभएको स्वर्गारोहण पर्वमा। म 2 हात छड्याएर चाहिँ सबैलाई भन्दैछु धर्म गर, धर्म गरेपछि तिमीलाई यो लोक पनि परलोक पनि दुवैतिर तिमी सुखी हुन्छौ भनेर कोही सुन्दैन भनेर व्यास पनि दिक्क वाक्क हुनुभएको त्यहाँ प्रसङ्ग आउँछ महाभारतमा। यो देखेपछि ओहो यही भाव झल्किने चाहिँ मूर्ति यहाँ उभ्याउन पाइयो भने त मान्छे उहाँको 2टै हात उठेको छ। 2टै हात उठेको भन्नुभएको छ। त्यहाँ चाहिँ त्यो श्लोकले त्यो बताएको छ। हामीले यहाँ 2टा हात भनेको छ होइन, एक हातमा वेदको पुस्तक लिएको, एक हात चाहिँ यसरी उठाएर उठ उठ भन्ने गरेर चाहिँ अनि त्यही किसिमको चाहिँ भाव झल्किने खालको मूर्ति बनाउने भनेर त्यति बेला धेरै छलफल भयो र अनि कस्तो बनाउँदा तपाईँले चाहिँ गर्नुभयो, ल कस्तो बनाउनु भने मूर्तिकार लिएर आएर यसरी गर भनेर म त पोजिसनमा उभिएँ। अनि त्यसरी चाहिँ फोटोसोटो खिचेर लिएर गएर त्यही अनुसारको चाहिँ भाव झल्किने चाहिँ मूर्ति नमुना मूर्ति अहिले हामीले नगरपालिकामा राखेका छौँ। त्यो चाहिँ त्यही नमुना मूर्ति हो। त्यस्तै मूर्ति हामीले 108 फिटको बनाउने हो। त्यो किन संसारभरि प्रचार हो। यसलाई 2टा उद्देश्य, एउटा बाहिरी मान्छेहरू पनि पर्यटकको हिसाबले यहाँ आउन्, अर्को हिन्दू धर्मावलम्बीहरूको वैदिक सनातनीहरूको लागि यो तीर्थस्थल हुन्छ, धाम हुन्छ। यो 2टा उद्देश्यले गर्दाखेरि पनि यो गर्नुपर्छ भनेर हामीले त अभियान गरेका छौँ। अब अहिले चाहिँ लगभग 8-10 करोडको काम भइसकेको छ, जगको निर्माण भइसकेको छ। अब यसलाई चाहिँ मूर्ति राख्ने काम र अहिले नेपाल सरकारले पनि त्यसलाई रातो किताबमा पार्यो भन्ने सुनेका छौँ हामीले, सुनिएको छ। अब रातो किताब पारेपछि अब योजना जस्तो हामीले त्रिवेणीमा जाँदाखेरि त्रिवेणी धाम भन्छौँ, देवघाट जाँदा देवघाट धाम भन्छौँ। त्यस्तै गरेर यो दमौली चाहिँ धाम हो कि होइन? धाम हो। धाम कस्तालाई भन्छ? त्यसो भए चाहिँ तपाईँहरूले त्यसलाई धामको रूपमा चाहिँ नामाकरणै गर्न किन नसकेको? अब गर्ने अब विचार तपाईँलाई चाहिँ के धाम भन्ने? व्यास धाम भन्ने? व्यास पराशर धाम। व्यास पराशर धाम भन्ने? व्यास पराशर धाम भन्ने यो धाम हो। धाम र चाहिँ तीर्थमा के फरक छ, के अन्तर छ भन्दा जहाँ नदीको महिमा बढी छ त्यो तीर्थ हो। तीर्थ हो। अच्छा अच्छा। जहाँ मन्दिर भगवानको चाहिँ प्रतिमा मूर्तिको महिमा बढी छ त्यो धाम हो। जस्तो वृन्दावन धाममा कृष्ण भगवानको महिमा बढी छ। त्यसो त यमुना बद्री धाम चाहिँ त्यहाँ बद्रीनारायणको चाहिँ धाम महिमा बढी छ, त्यो धाम हो। अब प्रयाग चाहिँ तीर्थ हो, त्यहाँ चाहिँ नदीको प्रयाग तीर्थ भनिन्छ नि त। प्रयाग तीर्थ। त्यस भएर यो धाम हो, यो व्यास पराशर धाम। हामीले पराएर पनि यो कुरा उठ्यो, यो एउटा यस्तो व्यास पराशर धाम लेखेर यहाँ त्यो तल झर्ने गेट छ नि, यो सिडी कार्यालय अगाडिपट्टिको अहिले गेट छैन एउटा त्यहाँ? हजुर हजुर हजुर। त्यो गेटमा सानो त्यहाँ लेखा छ पित्तलको प्लेटमा हेर। ए बाटैमा राख्नु पर्ने हुन्छ? होइन बाटैमा छ त्यहाँ। होइन यो जुन महेन्द्र हाइवे के भन्छ? त्यो त पछि गरौँला। के हाइवे भन्छ र यसलाई? यो पृथ्वी राजमार्ग। यहाँ नै पनि भयो भने पनि मान्छेले इभन गुगल म्यापमा पनि दमौली भनेर खोज्दाखेरि दमौलीको ब्र्याकेटमा चाहिँ व्यास पराशर धाम भनेर चाहिँ आयो भने होइन त्यो गर्न पर्ला। अहिले पछि त्यहाँ हामीले लेखेर टाँसेका छौँ त्यहाँ प्लेटमा, धातुको प्लेटमा। हजुर। त्यो गेटमा माथि चाहिँ व्यास पराशर धाम भनेर लेखा छ। लेखा छ त्यो धामकै विकास गर्ने यो धाम। यो भिडियोमा पनि हामीले व्यास पराशर धाम भनेरै लेख्ने छौँ। त्यसरी लेख्नु व्यास पराशर धाम भनेर लेख्दिनु, किन यो धाम हो नि, धाम हो यो। त्यसरी नै विकास गर्नुपर्छ। जस्तो गुरुकुलीय दृष्टिकोणबाट पनि के गुरुकुलहरू जाने, गुरुकुलमा गएर पढ्नको लागि काशी जाने चलन छ, त्यस्तै हाम्रो यो ठाउँ जहाँ वेद व्यासको अवतरण भयो यस्तो ठाउँ त वास्तवमा शिक्षाको अथवा इभन अब तपाईँको श्रीमद् भागवत महापुराण पढ्नको लागि वेद के पुराणवाचक बन्नको लागि वृन्दावन जाने चलन छ। अब यहाँ नै हामीले त्यस्तो खालको चाहिँ गुरुकुलीय शिक्षाहरू दिने र पुराणै सिकाउने पनि गर्न सके है। वास्तवमा यो ठाउँले त्यो चाहिँ बोक्न सक्छ नि त? गर्न सक्छ।
गर्नै पर्ने कुरा हो अब यहाँ चाहिँ अलिकति के भन्दा अब यो के भन्ने अब ठुला नेताहरूले चाहिँ यसप्रति अलिक संवेदनशील भयो जस्तो मलाई लाग्दैन किनभने त्यसले गर्दा यो अलिकति चाहिँ यति ढिलो भइरहेको छ क्या ढिलो भइरहेको छ अब हामी सानो स्तरबाट चाहिँ बोलेका छौँ होइन त्यो हाम्रो बोलीले चाहिँ अलिअलि बिस्तार बामे त सरेको छ तर जुन किसिमले आउनु पर्ने त्यो चाहिँ नआउनुको कारण नै हाम्रो यहाँको चाहिँ अगुवाहरूको त्यति गहिरो संवेदना भयो जस्तो मलाई लाग्दैन अझै पनि त्यस कारण यो बामे सरे जस्तो बिस्तारै भएको कारण त्यो तैपनि यथार्थ र सत्य विषय भएको हुनाले एक दिन यो साकार हुन्छ भन्ने हामी विश्वस्त छौँ हुन्छ पनि हजुरले लेख्नु भएको जुन पुस्तक छ हजुरले जुन रिसर्च गरेर नेपालीमा अङ्ग्रेजीमा दुवैमा लेख्नु भएको रहेछ र भागवतका विभिन्न प्रसङ्गहरू महाभारतमा वेदव्यासले भनेका विभिन्न प्रसङ्गहरू राख्नु भएको रहेछ त्यो पुस्तक अहिले यहाँका विद्यार्थीहरूले पनि पढ्छन् त्यो अब व्यास नगरपालिकाले हजुर लागू गरेर त्यो पुस्तक चाहिँ यहाँ 11-12 कक्षामा पढाउने भनेर चाहिँ अतिरिक्त पाठको रूपमा अनिवार्य होइन अतिरिक्त पाठको रूपमा भनेर वितरण गरियो सबै 11-12 कक्षा सञ्चालन गरेका विद्यालयहरूमा त्यहाँको विद्यार्थी सङ्ख्याको आधारमा नगरपालिकाले आफैले छापेर प्रकाशका आफै बसेर आफैले छापेर वितरण गरेको छ त्यो चाहिँ त्यही त यहाँका बच्चाबच्चीहरूमा यसप्रतिको चेतना कस्तो छ भन्ने खोजेको अब त्यो चाहिँ सबभन्दा ठुलो कुरा के हुँदो यहाँका स्थानीयहरूमा जस्तै अब तपाईँ एउटा गर्वबोध हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो हुनुपर्छ भन्ने जस्तै तपाईँ एउटा आफ्नो धन्दा गरेर आफ्नो चाहिँ जीविका गर्नको लागि आफ्नो धन सम्पत्ति कमाउनको लागि लाग्यो भने हुन्थ्यो नि नलागिकन धार्मिक क्षेत्रका यस्ता चाहिँ पुरातात्विक महत्त्वका ऐतिहासिक महत्त्वका विषयहरू कहाँ छन् के छन् त भनेर जुन खोजेर चाहिँ समाजमा चाहिँ यसलाई चाहिँ उजागर गर्ने कोसिस गरिरहनु भएको छ नि हो त्यसरी नै हामीले नगरपालिकाले चाहिँ हरेक विद्यालयमा 11-12 कक्षा सञ्चालन गरेको विद्यालयमा पठाएपछि त्यहाँका शिक्षकहरूले यो त हाम्रो पनि कर्तव्य हो भनेर कोसिस गर्नुपर्छ नि तर गरेको जस्तो मलाई लाग्दैन त्यो चाहिँ के हो त भने दुःखको कुरा हो नगरपालिकाले छापेर पठाएपछि शिक्षकहरूले कुनै न कुनै समय निकालेर त्यसलाई चाहिँ विद्यार्थीहरूलाई जानकारी गराउनु सायद शिक्षकहरूले नि यो एक्जाममा आउँदैन पर्दैन केटाकेटी हो भन्छन् कि क्यार्छन् त्यो त्यस्तो लाग्छ मलाई पनि त्यही सशक्त ढङ्गबाट उनीहरूले आफ्नो कर्तव्य त्यसलाई बोझको रूपमा लिए कि जस्तो बोझको त्यो होइन कर्तव्यको रूपमा तपाईँलाई कसैले लगाएर आउनुभयो र होइन नि कर्तव्य हो नि यो त समाजमा बसेपछि सामाजिक हाम्रो गौरवको कुरा हो हाम्रो देशको गौरवको कुरा हो मान्छेले चाहिँ लाउने एउटा केही चिज बनाएर जस्तो बुर्ज खलिफा एउटा मान्छेले बनाएको घर हो हैन दुबईमा अब त्यो एउटा घर उसले बनाइदियो यस्तो बनाइदियो कि त्यो हेर्न संसारभरिका मान्छे गइरहेको छन् त्यसको इतिहास छैन केही छैन त्यसको हैन ऐतिहासिकता छैन त्यसको चाहिँ कुनै एउटा पुरातात्विक महत्त्व छैन यहाँ हामीसँग फ्रीमा यस्तो पुरातात्विक ऐतिहासिक चिज प्राप्त छ हामीले केही गरेका छैनौँ त्यही कारण अलिकति चाहिँ दुःख लाग्दो कुरा हो यो तर पनि के त भन्दै सत्य कुरा हो एक दिन बिस्तार चाहिँ सत्य उजागर हुन समय लाग्छ त्यस कारण यो पनि आउँछ भन्ने हामी भरोसामा छौँ होइन हामीले पोहोर साल पनि हजुरको अन्तर्वार्ता गरिसकेपछि धेरैजना व्यक्तिले यो अन्तर्वार्ता हेरिसकेपछि म गएँ त्यहाँ र मेरो चाहिँ नेपाल भ्रमण गर्नुपर्ने लिस्टमा अब यो ठाउँ पनि राखियो भनेर धेरैले मलाई खबर गर्नुभएको थियो धेरै आउनु पनि भयो आएर मलाई फोटो पनि पठाउनु भएको थियो कमसेकम हामीले जति सक्छौँ आफ्नो आफ्नो क्षेत्रबाट गर्ने हो त्यही नै अहिले अब एउटा कुरा जस्तो विकास गर्ने नाममा कहिलेकाहीँ के हुन्छ भने हामीले पुरातात्विक स्थानहरूमा अब मन्दिर बनाउने आश्रम बनाउने नाममा घरहरू बनाउँछौँ जसले गर्दा त्यहाँको पुरातात्विक त्यसको प्राकृतिकपन कहिलेकाहीँ चाहिँ नाश पनि हुनसक्छ त्यो कुरातिर कतिको हजुरहरूको दृष्टि छ त्यो घाटको चाहिँ संरचनालाई बिग्रेको छ कि छैन कस्तो छ मैले त त्यहाँ अलिकति जस्तो पाएँ त्यस्तै घरहरू बनेको देख्छु मन्दिरहरू बनाउने नाममा खासै त्यस्तो राम्रोसँग संरक्षित देख्दिनँ म सही कुरा हो भएको छैन अब चाहिँ यो ऐतिहासिक पुरातात्विक महत्त्वको विषयलाई जस्ताको जस्तै राख्नुपर्छ जस्ताको जस्तै राख्नु नै जरुरी छ तर घर बनिसकेपछि त घर बनाएका छन् अब विभिन्न किसिमको सिमेन्टीको प्रयोग गरेर त्यहाँ ढलान गरे हो सिमेन्टको त्यो चाहिँ आवश्यक होइन
अब गरेका छन् मैले अघि नै भनिसकेँ कि अलिकति चाहिँ ठुलो मुखले बोल्यो भने अलिकति हुन्थ्यो कि होइन नि त्यसो भएर अब एक दिन आउला त्यो फेरि त्यो समय पनि आउला आएपछि फेरि यी कुराहरू परिवर्तन होला पर्खेरै बसौँ हामी भन्ने लाग्छ क्या मलाई चाहिँ त्यही त हामीले पोहोर साल नै कुरा गरेका थियौँ कि यहाँ त वास्तवमा वेदव्यास विश्वविद्यालय वेद पराशर विश्वविद्यालय नै खोल्नुपर्ने स्थान हो कि जहाँ चाहिँ वेद पढ्न मान्छेहरू यहीँ आउँ वेदको केन्द्र यो बनाउनु जहाँबाट वेदको व्यास भयो यो ठाउँ नै वेदको केन्द्र बन्नुपर्छ संस्कृतको केन्द्र बन्नुपर्छ अथवा पुराणको केन्द्र बन्नुपर्ने हो भक्तिको केन्द्र बन्नुपर्ने हो नि वास्तवमा भनेपछि यो एउटा वास्तवमा अर्को वृन्दावन बन्न सक्ने सामर्थ्य भएको स्थान हो त त्यो हो अब होला भगवानको इच्छा अलिकति चाहिँ भएर आएछ होला हाम्रो मात्रै इच्छाले पुग्दैन भगवत इच्छा ठिक छ हामी जहाँ जहाँ छौँ जो दर्शकवृन्दहरूले यो कार्यक्रम हेरिरहनु भएको छ कमसेकम हजुरहरूले यो कुराहरू चाहिँ सकेसम्म धेरैको माझमा बताउने कमसेकम नेपाली भएर नेपालमा पनि यस्तो स्थान छ भनेर बताउने र नेपालमा आउँदा एकचोटि कमसेकम यो स्थानलाई भ्रमण गर्न आउने किनभने निकै राम्रो गुफा छ वन छ नदीको तट छ गङ्गाजी बगिरहनु भएको छ निकै राम्रो दृश्य पनि छ त्यो हेर्ने र अरूलाई पनि बताउने गरौँ होइन कमसेकम त्यही गरेर नै एक मुखबाट चाहिँ त्यो बढ्दै गयो भने पनि ठुलो कुरा हुन्छ त्यही नै हाम्रो कर्तव्य हो किनभने भगवान भागवतमा लेखा छ 17औं अवतार नारायणको 17औं अवतार व्यास भगवानको अवतार हो त्यही त नि भगवानकै अवतार हो प्लस चिरञ्जीवी पनि हो त्यस कारण त्यस्तो हो अब कृष्ण द्वैपायन दीप आयन द्वैपायन शब्दको व्युत्पत्ति त्यसरी भयो दीप टापुमा आयन भनेको टापुको स्थानमा जन्मेको हुनाले कालो वर्णको हुनुहुन्थ्यो त्यसैले कृष्ण भनियो कृष्ण द्वैपायन हो त नि त्यो त द्वीपमा जन्मेको कृष्ण वर्णको भाग हुनाले कृष्ण द्वैपायन नाम रहन गयो व्यास त व्यसति वेदान इति व्यास भन्छ व्यासको व्युत्पत्ति वेद अथवा ज्ञानलाई जसले विस्तार गर्यो फैलाइदियो उसको नाम व्यास हो त्यसैले ज्ञान फैलाउनेलाई व्यास भनिन्छ जोसुकै पनि ज्ञान फैलाउनु भन्छ उसलाई व्यास भन्न सकिन्छ त्यो व्यास पदवी हो अब कृष्ण द्वैपायन चाहिँ 28औं व्यासको नाम हो त्यसैले चाहिँ यो यहीँ प्रमाणित हुन्छ यो कुरालाई हामी सबै नेपालीहरूको कर्तव्य आफ्नो देशको यो गौरवलाई सर्वत्र पुर्याउनु हुन्छ गुरु धेरै धेरै धन्यवाद हजुरलाई यो जानकारीमूलक कार्यक्रमको लागि र हजुरको खोजको लागि हजुरले जुन जीवन दिएर यो खोज गर्नुभएको छ हामीलाई बताइदिनु भयो हवस् कार्यक्रमबाट बिदा हुन्छौँ नमस्कार राधे श्याम The Secrets of Life with Subhas Agam.